हेलो एभ्रिवान सेवा मुना यो जाँदै गरेको 2082 साललाई बाबाई भन्दै 2082 सालमा जे जस्तो भए पनि राम्रा नराम्रा जे जस्तो भए पनि अब आउँदै गरेको नयाँ वर्षको 2083 सालको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनी लगायत मलाई चिन्नुहुने अथवा चिन्नु नहुने सम्पूर्णलाई मेरो तर्फबाट नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। जाँदै गरेको वर्षमा जे जस्तो भए पनि आउँदै गरेको नयाँ वर्षमा तपाईँहरूको जिन्दगीमा सदाबहार खुसी छाओस् है। जस्तो अब तपाईँहरूले चाल्दै गरेको कदमहरू सफल होस् अनि तपाईँहरूले काम गरेको आँटेको चाहेको सम्पूर्ण पुरा होस्, तपाईँहरूले सोचे जस्तो होस् भन्न चाहन्छु। यही छ मेरो 2083 सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा। त बाई हजुरको नयाँ साल सुखमय बितोस्।